हाम्रो किरणचोक फारल्यान्ड टोल विकास संस्थाको अन्तर्गत चाहिँ हामी सबैजना दाजुभाइ दिदीबहिनी सबैजना हामी चाहिँ फोहोर टिप्न हिँडिराखेका छौँ। प्रत्येक हप्ताको शनिबार बिहान 7 बजेदेखि फोहोर चाहिँ हामीले टिपौँ भनेर टोल विकासबाट जानकारी गरिसकेका छौँ। यहाँहरूले पनि सोही जानकारीलाई मध्यनजर गर्दै हजुरहरूले प्रत्येक हप्ताको शनिबार चाहिँ बिहान घरको एकजना निस्केर फोहोर कलेक्सन गर्नको लागि आइदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छौँ। र अर्को कुरा भनेको आफ्नो घरको वरपर आफैले सफा गर्नु होला। गर्नुभएकै छ, नगर्नु भएकाहरूलाई पनि गर्नु हुनको लागि हामी जानकारी दिइरहेका छौँ। हाम्रो टोल चाहिँ एकदमै भला आदमी सफा एकदम सहयोगी बनाउनुपर्छ। हाम्रो टोल विकासको कोषाध्यक्षज्यू पनि आउनु भएको छ, हाम्रो दिदीबहिनीहरू सबैजना, हाम्रो अध्यक्षज्यू पनि आउनु भएको छ। इन्डियादेखि धादिङको हाम्रो मामा पनि आउनु भएको छ यहाँ फोहोर टिप्नलाई। हाम्रो दिदी पनि होइसिन्छ हो। आफ्नो टोलको सबै दाजुभाइ दिदीबहिनी आमा बुवाहरू मिलेर बस्नुपर्छ। आफ्नो टोल आफै सफा गर्नुपर्छ। आफ्नो घर वरपर आफै सफा गर्नुपर्छ। प्रत्येक हप्ता शनिबार बिहान 7 बजे आफ्नो घरबाट घरको एकजना निस्केर चाहिँ सहभागी बनाऊ। सफा गर्नुहुनेलाई धेरै धेरै धन्यवाद। यदि सफा गर्नुभएको छैन भने पनि अबदेखि आफ्नो घर वरपर चाहिँ एकदमै मानवताको हिसाबले सरसफाइ गरिदिनुहुन्छ भन्ने हामीले विनम्र अनुरोध गर्न चाहन्छौँ। टोल विकास हाम्रो किरणचोक फारल्यान्ड टोल विकास संस्थाका सम्पूर्ण हामी टिम हिँडिरहेका छौँ। कति आउँदै हुनुहुन्छ। हाम्रो टोल विकासको अध्यक्ष पनि सँगसँगै हुनुहुन्छ। हामी यो कार्यक्रम गरेको चाहिँ आज 2 हप्ता भयो, दोस्रो पटक छ। आफ्नो टोल आफै सफा गरौँ, आफ्नो घर वरपर आफै सफा राखौँ भन्दै यही अभियानका साथ हामी हिँडिराखेका छौँ। यो टिप्दैन, सुन्नु न, यो नटिप्ने, उहाँहरूले टिप्नुहुन्छ, टिप्न यहाँ नटिप्नु त। यो त हामी त अहिले 21औं शताब्दीमा छौँ नि। यस्तो फोहोर आफ्नो घर वरपर राख्नु त एकदम गलत कुरा हो है। हुँदैन हुँदैन। यो जो घर हुनुहुन्छ उहाँले टिप्नुहुन्छ। छोडिदिनु अङ्कल, छोडिदिनु। यो हामीले टिप्ने यतिसम्मको त मानव त भएन नि। यस्तो त अब सुत्ने ठाउँमा मात्रै सफा गरे हुन्छ। अहिले हामी फेरि हेर्न आउँछौँ है अङ्कल। यो त हजुरकोमा त हेर्नु त, यो त अति नै भयो नि। फोहोर हजुरलाई हो फेरि रोग लाग्ने। सबै त्यो ट्रिपालहरू के छ है। यो प्लास्टिक यसरी बारीमा फाल्नु भएन नि। नै हाम्रो अध्यक्षज्यू हिँडिरहनु भएको छ कडाइका साथ। आमा गुड मर्निङ, नमस्कार आमा। हाम्रो आमा घरमा त बोरा अलरेडी छ, ले हेर्नु धेरै फोहोर छैन, अझै पनि सफा गर्नु पर्यो। आमा अलिअलि रहेछ यतातिर, नानी यतातिर सफा गर्नु पर्यो है। मामा छोडिदिनु, हामी अहिले सूचना दिँदै हिँड्ने हो, उहाँहरूले गर्नुहुन्छ। अब प्रत्येक उसको शनिबार है यसै गरी फोहोर गरेर हिँड्नु दिदी है यतातिर सबै हो। फ्याल्नु भएन, थाहा भइहाल्छ नि, घर अगाडि हेर्दै थाहा हुन्छ नि। हो ल है, कताबाट फाल्नु भएको वरिपरि सबै मिलेर सफा गर्नु है। ल है, आफ्नो घर वरिपरि त्यही हालिदिनु अङ्कल। यो घरको अगाडि चाहिँ सफा रहेछ, यता फेरि वरिपरि फोहोर छ कि। यो घर चाहिँ सफा रहेछ है। धन्यवाद। हजुरहरूले फेरि अल्लो घर पल्लो घरलाई पनि भन्नु पर्यो है। एकदम फोहोर हजुरको घर मात्र सफा भएर भएन नि त। हामीले भनिसके सबैलाई जरिवाना हुन्छ अर्कोचोटिदेखि चाहिँ है। आमा चाहिँ खाइसो त भनिसक्नु भयो।
टोल विकासबाट जरिवाना हुन्छ है। ल फोहोर सबैले टिप्नु होला, यसरी फोहोर नफाल्नु होला है वरिपरि। मासु भित्र खाने झोला बाहिर नखाने कलबन्दीलाई भेटेर अनि ल तपाईँको यहाँको नेतृत्व हजुरले गर्नु भन्नु पर्यो। अब 50 रुपियाँ जरिवाना पर्छ फोहोर घर अगाडि देखियो भने। होइन धेरै नै भन्दा फेरि नि भएन भने त 50 पनि जरिवाना कम हुन्छ के। सचेत हुनु होला। होइन सुरुमा हो अनि 50 हो दोगाएर पर्यो भने डबल हुँदै गयो भने 500 नै लाउनु पर्छ। डबल हुँदैन। ल हेर्नु गाइज, यहाँ चाहिँ अब यत्रो ल बोरामा नहालेर यसरी रोडमा यसरी थुब्राएर राखेको छ। घर चाहिँ छैन, कहाँको मान्छेले राखेको हो। अब उहाँलाई बोलाएर भन्नु पर्यो। हेर्नु त्यहाँ अङ्कल एक बोरै फोहोर छ त्यहाँ है। त्यही पनि भन्न बेर छैन फेरि। यहाँ घाँससँगै लाने हो क्या तलतिर पर्यो। तपाईँ जरिवाना लगाइदिनु पर्यो क्या आफ्नो घर। तपाईँको आफ्नै बारी अगाडि यसरी फाल्न मिलेन नि त। उयो अगाडितिर कसले फाल्यो त्यो फोहोर टिपेर बोरामा राख्नु अर्कोबाट जरिवाना पर्छ है बहिनी। अनि शनिबारको बिहान 7 बजे बिहान यसरी तपाईँहरू पनि हिँड्नुपर्छ। त्यो फोहोरहरू टिप्नु है, एउटै बोरामा हालेर प्याक गरेर गाडीमा पठाउनु है त। उयो हेर्नु त तपाईँ यो सबै कलबन दिदी टिप्नु बहिनी के हो कि कलबन्दी तपाईँको टोलमा यो भएन। यो मासु खाएर हड्डी प्लास्टिकमा हालेर फोहोरको गाडी आउँछ त्यसमा फाल्नु है। सबैभन्दा फोहोर यो टोलमा देखियो है। यो अलिकति नमजाको कुरा होइन हाम्रो दिदी। हजुर जस्तो बसेको व्यक्तिको टोलमा यस्तो भयो, तपाईँको कुरा सुनेन नि कि क्या हो? भएन नि हो। गाडीमा हालिदिनु होला। ल है दाजुभाइ दिदीबहिनीहरू आफ्नो टोल आफै सफा राख्नु होला। अति नै फोहोर साँच्चै दिदी यो टोल त अति नै के। ल जरिवाना हुन्छ अब पहिला भन्दा यहाँ त पस्नै पर्ने थियो। अर्को चोटि फोहोर देख्यो भने जरिवाना हुन्छ बहिनी हो। होइन यो त थाहा छ त सबैजनालाई फोहोर गर्नुहुन्न भनेर। अहिलेको जमानामा भन्नै पर्दैन नि। फोहोर नभएको भनेको हाम्रो टोलतिर छैन कि। यसो खनाइदिनु भयो हुन्छ, नभए त्यही बोरा लिएर हिँड्नु न। हाम्रो टोल विकासभित्र चाहिँ यो एरियामा चाहिँ एकदमै धेरै फोहोर देख्यौँ हामीले। अब यहाँको कल्पना दिदी यहाँ फोहोर होइन प्लास्टिक मात्रै होइन पैसा पनि फालिदिनु हुँदो रहेछ। ल हेर्नु त अब हजुर अलिकति एक्सनमा जानु पर्यो है दिदी। मान्दैन भने टोल विकासबाट 500 रुपियाँ जरिवाना। यो घर छोड्यो भन्दा फोहोर राखे फोहोर बनाएर छोड्न त भएन। यतातिर अलिक कम रहेछ बरु। आँगन त बढाएर होइन चेतन लिएर आएको छु मैले। भिडियो गरिरहेको छु फेरि बोलेको कुरा त कैद गर्नु भएन नि। यतातिर नि सबै एकचोटि कलबन्दीले यसो प्रत्येक हप्ताको शनिबार 7 बजे सफा गर्नु भएको रहेछ। धन्यवाद। अझै राम्रो सफा गर्नु होला है। सफा गर्नलाई प्रोत्साहन पनि दिनु पर्यो नि त। यतातिर चाहिँ अलिक कम फोहोर रहेछ है। धेरै खुसी लाग्यो। सबैजनाले अझै राम्रोसँग गर्नु होला। एकदम सफा रहेछ यता चाहिँ। ल अब प्रत्येक हप्ताको शनिबार चाहिँ निस्किनु पर्छ है हामी फोहोर टिप्नलाई। अङ्कल अब त्यतातिर यसो केटाहरूलाई भन्दैन हामी उता फर्किनु। ए ल ल
सचेतना मात्र हो टिप्नै पर्छ भन्छ नि आज त भनेर हिँड्ने हो अर्कोचोटिबाट चाहिँ भन्दिने हो तर अब रेणु दिदीले चाहिँ 20 गते प्रत्येकचोटि पैसा उठाउँदा चाहिँ त्यो चाहिँ कानमा भने गर्नुपर्छ है निस्किने हो अब कति बजे अब यताबाट साट निस्किने हो अनि अर्को पसलमा आसो हाम्रो सानी आमाले भन्नु पर्यो त्यसो 40 को बोरामा राख्नु तैँले भनिदिउँ न अब त जरिवाना लाग्छ है टोल विकासले फेरि जरिवाना गराउँछ फोहोर अगाडि यता हेर्नु त अब फोहोर नटिपम बोरालेर सबले भन्दै हिँड भ्याउँदैन हुन्न दिदी सबै भन्दै हिँड अर्को हप्तादेखि चाहिँ उहाँहरूले पनि निस्केर गर भन्नु पर्ला के त्यही गरौँ उहाँहरूलाई भन्दै हिँड्ने टिपेर भ्याउँदैन उता फेरि गएकै छैन कि यता त थाहा भयो नि त उसार सुई जाम भन्दै ल समाम यहाँ राख्नु भएको रहेछ ल बुझ्ने मान्छेले भन्नै पर्दैन नि सबैजना शनिबार बिहान 7 बजे चाहिँ हप्ताको एकचोटि है निक्लिनु होला फोहोर सफा गर्नलाई अङ्कल 7 बजे बिहान शनिबार पनि भन्ने सुई जान नटिप्ने अङ्कल अनि होइन होइन शनिबार बिहान 7 बजे पनि निस्किनु पर्यो है त्यो पनि भन्नु बिर्सिनु भएन अङ्कल शनिबार निस्के चाहिँ भन्नु नबिर्सिनु है रेन दिदी तपाईँले भन्नु है शनिबार निस्किनु भनेर चाहिँ खबर अनि थाहा छैन नि त 7 बजे शनिबार बिहान 7 बजे हजुर पनि निस्किनु पर्यो ल तपाईँ यहाँ हुँदैन क्यारे होइन मम्मीलाई भन्दिनँ है यो फाल्टाको फोहोर नफाल्नु है साउनी आमा यहाँ तपाईँ चोकमा जुन दोकान तपाईँ त्यो फोहोर नफाल्नु नलाउनु है त्यहाँ जसले फाले पनि त्यो मान्छेको नाम दिने जरिवाना गराइदिनु भन्नु है यसरी हेर्नु जाम भइरहेछ पुरै फोहोर फालेर यो भएन है यो यस्तो चलेको चोकमा यता बेजत भयो यस्तो चलेको चोकमा यस्तो राम्रो चोकमा यस्तो फोहोर हुनु त लाज मर्दो कुरा है यो नटिप्ने भन्दै हिँड्ने हो क्या भ्याउँदैन अलिअलि ठुल्ठुलो भ्याउँदैन भनेर सबै भ्याउने आज टोल विकास कुदेर भनेर हाइवेमा धेरै छैन क्या बरु मेन भने तपाईँहरूको चोकमा अब तपाईँले एक्सन लिन सक्नुहुन्छ है फोहोर अलि धेरै भयो यता हाइवेमा घर वरिपरि सरसफाइ राखौँ उनीहरूको आफै यसरी नै हिँड्छ क्या हाम्रो जस्तै गरेर हाम्रो जस्तै जरिवाना हो नगयो भने एउटा घरबाट जरिवाना हान्ने हो त्यही भएर टोल विकासले नै पैसा उठाउनु बेला भन्नुपर्छ अङ्कल एउटा घर चाहिँ घरको एकजना बिहान 7 बजे निस्किनै पर्यो भनेर हो नि बुझ्ने मान्छेले भन्नै पर्दैन नि ल कस्तो सफा छ मान्छे हाम्रो त्यहाँ जब सानो घुम्तीमा पनि फोहोर बनाएर बिजोक बोरा बोरा माग्नु नि एउटा हामीलाई बोरा देऊ न कान्छा एउटा त्यही राखिदिनु होइन उ अङ्कलले समार्दै हिँड्नु पऱ्यो नि हो यस्तो हुन्छ है बुझ्ने मान्छेले हेर्नु न यत्रो पसल छ है क्या सफा छ हेर्नु त
भन्नै पर्दैन बुझ्ने मान्छेलाई। यतातिर त अलिअलि त्यो हाल्यो भने पनि गाडी स्पिडमा आउँछ है। गाडी जम्मै बाटोमा तर हेर्नु न खासै धेरै होइन नि सोच। हाम्रो हाइवेमा चाहिँ माथि बाबुदाईहरूको दोकानको वरिपरि चाहिँ एकदम सफा रहेछ। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद सबैजनालाई, यति राम्रो सफा बनाइदिनु भएको रहेछ यहाँ। घर वरिपरि सरसफाइ गरिदिनु होला। शनिबारको बिहान 7 बजे निस्किनु भएको छैन, अर्को हप्ता निस्किनु होला। बहने दिदी सुन्नुभयो मेरो माइकिङ? ल ल सबैजना शनिबार बिहान 7 बजे चाहिँ निस्किनु पर्यो घरबाट। हाम्रो मामा कहाँदेखि धादिङदेखि इन्डिया जानलाई आउनु हुँदा एक दिन मेरोमा पाहुना बस्नु भएको, तर पनि यहाँ टोल सफा गर्न हिँड्नु भएको छ। एकदमै धेरै धेरै धन्यवाद दाई। अगाडि अलिअलि फोहोर फोहोर देखाए त्यही भने यो कहाँबाट आएको हो, अब अलिकति कराउनु पर्यो यतातिर। यो त हावाले नि गाडीहरूको उसले नि फाल्छ क्या फेरि यतातिर। अब यसो सबैलाई भनेर अनि बिहान बिहान शनिबार बिहान 7 बजे चाहिँ यसो उपस्थित हुनु पर्यो है दाइ। रमाइलो नि हुने है। सबैजना आफ्नै काममा बिजी हुनुहुन्छ। हाम्रो व्यस्त सहर, व्यस्त गाउँ, व्यस्त ठाउँ, आफै सफा राखौँ। सफा भयो भने त झन् कति आनन्द। ल आन्टी, हाम्रो टोल विकासले चाहिँ प्रत्येक शनिबार बिहान 7 बजे फोहोर कलेक्सन गर्दै हिँडेका छौँ। अब वरिपरि सफा राख्नु भएर चाहिँ धन्यवाद, अझै सफा राख्नु होला। हजुरहरू पनि उपस्थित हुनु होला है त। खै मन नयाँ लाग्यो। कस्तो दामी के फेरि। हाम्रो गाउँ कति राम्रो देख्नु के, हेर्नु त मामा यहाँबाट। आहा हो नि हाम्रो गाउँ, हाम्रो कमाउने 8 नम्बर कम राम्रो देख्छ यहाँबाट। आहा उ त्यो फोहोर। 7 बजे पनि भन्न नबिर्सिने अङ्कल, त्यति चाहिँ भन्नु पर्यो नि फेरि। त्यो भिडियोमै रेकर्ड गरेर हालेको छ। हालिदिनु फेसबुकमा हालिदिनु सिधिहाल्नु, नत्र जरिवाना हुने छ भनेर मैले उ गरिदिसकेँ। 500 जरिवाना होइन त अङ्कल, नभए त हुँदैन। 500 नै भन्छु के 500 प्लास्टिकहरु छ भने जम्मा गरेर एकै ठाउँमा कलेक्सन। यस्तो प्लास्टिकहरु नफाल्नु होला है, सबै बोरामा हाल्नु होला। अनि प्रत्येक शनिबार बिहान 7 बजे पनि घरबाट निस्किनु होला है। एकछिन टोल विकासले चाहिँ अहिले त्यो नियम लागू गरेछ, हजुरहरूलाई थाहा छैन भने। हजुरलाई शनिबार भनेको थिएँ दिदी, खै ल है ल ल, प्रत्येक शनिबार बिहान 7 बजे बाइक लिएर आउनु पर्ने। मैले बिनु यहाँ हाम्रो आँसुको घर अगाडि यति धेरै सफा छ गाइज, ल उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। प्रत्येक हप्ता शनिबार बिहान 7 बजे भने अब आँसुको भ्याउनु भएन होला है। पुरस्कारै दिनुपर्ने भए त दिनु, एउटा प्र्याक्टिस छैन, एउटा छैन कि। ल यहाँ वरिपरि न हजुरले भन्नु पर्यो, खाना बनाइदिनु पर्ला एउटा। ल आँसु यतातिर हजुरले यसो हल्ला गरिदिनु है। देउसी भैलीको पनि छ नि कार्यक्रम, त्यही छ सेटिङ सबैलाई। आमासँग त सबै मैले आमासँग हजुरहरू भइहाल्छ एक दिन। अब हामी सधैँ त्यसरी बडाबडी दिउँसो त्यहाँ टाइम फिक्स गरेर आइहाल्छ कार्ड। अनि हजुरले यता बहिनीहरू नाच्नु छ भने यसो गर्दै गर भन्दिनु छ भने नाच्नलाई प्र्याक्टिस गर्न पठाइदेऊ है।
हजुर बिजी हुनुहुन्छ भनेर हामीले अब भने अङ्कल जानु भयो कहानी जे पनि खबर चाहिँ गरेर हुन्छौँ नि खबर चाहिँ अब बिजी हुनुहुन्छ हजुरहरू के त यो बारी सारी बस्नु गरेर ल जाम ल आसु धन्यवाद हजुर कति सफा राख्नु भएको रहेछ अनि आसु हेर्नु मान्छे सफा कति सफा के हजुरहरूको घर वरिपरि धन्यवाद है यता वरिपरि पनि हजुरहरूले भनिदिनु होला कति आनु अब यता फोहोर भयो है यता भएन फेरि यो दोकानदारको साउलाई पनि भन्नु पर्यो अङ्कल तपाईँको सालोलाई यहाँ भन्लाउनु पर्यो भन्छन् उहाँ आँसुहरूले भन्छन् कि त्यहाँ पर्दैन अङ्कल टिप्छन् अब कहाँ टिपेर साथी लानु जाम उहाँहरूले टिप्नुहुन्छ अङ्कल भनिदिनु ल यहाँ फेरि 500 रुपियाँ जरिवाना ठोक्छ नि फेरि टोलबिगाले भनिदिनु आफ्नो घर वरिपरि यसरी फोहोर फाल्नु भएन पसल वरिपरि सालीको घर राम्रो सालो घर भएन सालोलाई जरिवाना ठोक्नु पर्यो है घर वरिपरि सफा राख्नु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई ल है ल पसल यहाँ टेलर पनि रहेछ यहाँबाट झरौँ हुन्छ हुन्छ यता फोहोर राख्न पाउनु भएन फोहोर टिपेर बोरामा हाल है अब त जरिवानै लाउन लागिसकेको छ तर सफा होटल हो सफा त रहेछ अझ सफा गर्नु होला है सफा रहेछ धन्यवाद धन्यवाद ल नानी धेरै धेरै धन्यवाद है ल सफा चाहिँ राख्नु भयो अझै सफा राख्नु होला भाँडा मोला देख्नु त गर्वको कुरा हो नि अहिलेको मान्छेले भाँडै मोल्दैन यहाँ मेसिन ल्याउने भइसक्यो हो नि आफ्नो घर सफा राख्न धन्यवाद गर्नुपर्छ ल सबैजनाले गाडी पठाइदिउँ है फोहोर फाल्ने गाडीमा यो अगाडि सबै टिप्यो नानी है यो बारीतिर नि यसरी अगाडि टिप है फोहोर सबै ल मम्मीलाई भन्दै शनिबार बिहान निस्किनु पर्यो है एकछिन 7 बजे आफ्नो घर सफा तपाईँ छ नि दिदी 20 गते पैसा उ गर्न आउनु बेला नि दोहोऱ्याइरहनु है यो कन्टिन्यू नभएसम्म होइन म त आउँछु कि एकछिन फुर्सद हुँदैन त्यहाँ बोल्ने होइन यसो एकचोटि यसो वेट गरेर भनिदिनु न त्यति हजुरले त्यति कष्ट गरिदिनु भयो भने अलिकति पैसा उठाएर पनि जम्मा 200 उठाएर मान्छे आएन होला त अनि मैले त उठाएछु नि होइन 24,000 कति घर वरिपरि सरसफाइ राख्नु होला त्यो त कति जोडी भनेर अस्ति त्यत्रो वार्ता गरेको त्यो हाम्रो यहाँ लाइभ भइरहेको के भन्ने बर्खामा त बग्छ अब के गर्ने त ओह्रालो बस्नै हुँदैन कि अब त्यो हिउँदोमा पनि बग्यो भने त्यसको बर्खामा त अब यता तलतिर जान्छ तिम्रो घरको पानी तल्लो घरको आइन भाइ अब लगभग हामीले घुमेर भ्याउने यहाँ नि सफाइ छ हेर्नु यहाँ यसरी पल्टा खाऊ कस्तो सफा यो दाइलाई त 1000 रुपियाँ हान्नुपर्छ जरिवाना नि दाइ तपाईँलाई त 1000 हो नि फेरि जरिवाना तिर नपरोस् भन्नु न हो यत्रो मान्छेको भनाइ खान भन्दा त हो नि ल सरसफा अगाडि भाइ यता चाहिँ एकचोटि भनिदिएर आइदिनु न अङ्कल यहीँबाट भने नि हुन्छ कसैलाई भन्ने ल यहाँ पनि एकदम फोहोरहरू देखिरहेछौँ हामीले अब उहाँहरूले अब पहिलोचोटिको प्रयास हो हाम्रो पक्कै उहाँहरूले अब गर्नु नै हुनेछ घरमा को हुनुहुन्छ हेलो एकछिन बाहिर आउनु न ए दुलै उयाँतिर प्लास्टिक चोकतिरको प्लास्टिकहरू टिपेर एउटा बोरामा प्याक गरेर राख्नु है नत्र जरिवाना पर्छ अब टोल विकासमा अब टिपेर राख्नु सब यो घर छेउतिर सबै राख्नु यता फोहोरहरू सबै टिपेर बोरामा हाल्नु होला है आन्टी ए नानी यहाँतिरको यो सबै टिपेर बोरामा हाल्नु है
होइन अगाडि मेरो भन्दा नि योतिर बाटोमा जस्तो भयो नि के भएर होइन अगाडि त सफा गरिहाल्छ नि उनीहरूले आफ्नोपट्टि गर न होइन अब सबैजनाले आफ्नो वरिपरि मिलेर गर्नु न अब शनिबार बिहान 7 बजे चाहिँ घरको एकजना फोहोर टिप्नलाई चाहिँ सबैजना निस्किनै पर्छ है हजुरहरूलाई थाहा छैन होला शनिबार आज अस्तिको हप्तादेखि सुरु भयो हजुरहरूलाई थाहा छैन अब अर्को हप्तादेखि चाहिँ घरको एकजना आउनुपर्छ आएन भने जरिवाना छ है टोल विकासको हेर्नु त यति धेरै अब तपाईँहरूको आफ्नै टोल हो यति धेरै फोहोर छ अब यो राम्रो होइन नि त हो कि भन्नु त सबैले त कसले गर्छ होइन आफैले गर्नु पर्यो है तपाईँहरू एकअर्कामा बोलचाल छैन भने पनि आफूले मिलेर सामाजिक हिसाबमा जानु पर्यो है प्रत्येक हप्ता चाहिँ निस्केन भने जरिवाना छ है हजुरहरूले थाहा पाएन भन्न पाउनुहुन्न फेरि हे यस्तो फोहोर छ त अनि अब छिमेकी अल्लघर पल्लघर बोलचाल छैन भनेपछि यता प्लास्टिक उता फाल्ने उता प्लास्टिक यता बल खेले जस्तो के शनिबार बिहान 7 बजे सबैजना उपस्थित हुनुपर्छ प्रत्येक हप्ताको शनिबार भन्दिन त बोला जाम उता अब उयो हुनुहुन्छ नि हाम्रो भाइ ल भाइ तपाईको टोलमा यता फोहोर देख्यो हाम्रो भाइको टोलमा फोहोर देख्नु भनेको एकदम नमजाको कुरा भयो है यो चाहिँ अब मिलेर यहाँ त सफा रहेछ एकदम धन्यवाद भाइलाई एकदम सफा रहेछ यहाँ चाहिँ धन्यवाद हजुरलाई हो यतातिर सुन्नु न यतातिर चाहिँ एकदमै फोहोर रहेछ हजुरहरूले यसो भनिदिनु न है अनि शनिबार बिहान 7 बजे चाहिँ घरको एकजना चाहिँ फोहोर यसरी कलेक्सन गर्न हिँड्नुपर्छ भनेर सम्झाइदिनु आयो भने आयो आएन भने फेरि बिचगत जरिवाना परिहाल्छ टोल विकासमा धन्यवाद धन्यवाद मिठी दिदी तपाईँको सफा रहेछ धन्यवाद एकदम खुसी लाग्यो एकदम अब यता पनि अलिकति सम्झाउनु पर्यो घरती भनेको अस्ति मैले बजारमा लखटेको नमान्ने कि त्यो कसले त्यो के ल्याएछ है सबबाट परि के हो अब यो भएन नि त अब अहिले जमाना नि सफा गर भन्नु त राम्रो होइन नि यता सफा छ यति मात्र फोहोर छ है यहाँ ल हेर्नु गाइस यहाँ अब अल्लो घर पल्लो घर बोलेन भनेर यसरी फोहोर गर्न पाइन्छ यो मोक्तान टोलमा यहाँनिर यो चाहिँ अलिकति फोहोर लाग्यो ल हाम्रो दिदीहरू अर्को हप्ता आइहाल्नुहुन्छ सफा हुन्छ बुझ्ने मान्छे बन्छ यहाँ जस्तो बुझ्ने मान्छे कोही छैनन् झन् अझ यहाँ त जनप्रतिनिधिको घर अगाडि मात्र आएपछि अङ्कल जनप्रतिनिधिको घर अगाडि मात्र फोहोर देखेँ मैले के हो कुरो हो यसरी बच्चाहरूले खाने अनि फाल्ने ल हेर्नुहोस् त यहाँ पुकार खाने चक्लेट खाने सबै फाल्ने हामीलाई त बाहिर हिँड्दाखेरि फाल्न पनि अप्ठ्यारो लाग्छ हो अङ्कल 7 बजे निस्किने पनि भन्दैन अब सुरु यहाँ चाहिँ सफा रहेछ है ल हामी चाहिँ आजको कर्म लगभग सक्यौँ भने पनि हुन्छ कस्तो अनुभव भयो रेणुजी होइन अलिकति मजा रमाइलो नि भयो नि त आफ्नो गाउँठाउँ भ्रमण गर्न पाइयो सबैजना भेला भयौँ हाँसी रमाइलो भयो फोटो टिप्यो पनि हैन यति प्यारो प्यारो मान्छेहरुलाई भेट्न पाउँदा कस्तो अनुभव भयो मामा हाम्रो टोल देख्दा राम्रो टोल सुधार भनेको जीवनको
रोग हटाउनु हो हो हामीले रोग हटाएर आएको छौँ हो भेरी गुड एकदम फाइन छ कस्तो रमाइलो लाग्यो हाम्रो गाउँ एकदम राम्रो छ फाइन ल त्यति प्यारी बसेको ठाउँ नरमाइलो सेम टु यु त्यही त कस्तो लाग्यो हजुरलाई चाहिँ हो तर हाम्रो यतातिर झरेसी खासै फोहोर छैन कि अङ्कल हजुर अब यो टोल विकासको अध्यक्ष आज आफै प्रत्यक्ष हिँड्नुभयो फिल्डमा कस्तो के पाउनु भयो त समाजलाई दोहोऱ्याउनलाई आफै अगाडि नसरी हुँदैन कि अहिले हो सबै मान्छे अल्छी हुन्छ अब सुधार होला त्यति फोहोर त छैन तर पनि होइन अङ्कल हजुरलाई कस्तो अनुभव भयो अनुभव त खतरा भयो अँ तर मान्छे चाहिँ सबै सहयोग भएन यही लाज गर्छ हो अब कन्टिन्यू 2-4 चोटिसम्म गर्दा पनि सुन्नु न अङ्कल अब कन्टिन्यू 2-4 चोटिसम्म गर्दा नि घरको प्रत्येक एकजना निस्किनु भने चाहिँ के एक्सन चाल्नुहुन्छ तपाईँले जरिवाना होइन अब अहिले त सेकेन्ड चोटि हो यो हामीले गरेको एक राउन्ड तपाईँ त्यो एरिया नि जुन अहिले फोहोर देखेको एरिया टिपेर सकिरहेको छ अवलोकन गर्नु है अब अर्को हप्ता पनि यसरी निस्केनन् भने चाहिँ अब जरिवानै राख्नुपर्छ होइन त अहिलेसम्म थाहा थिएन भन्ने भयो ल प्रत्येक हप्ताको शनिबार बिहान 7 बजे 7 बजे गएर कति बजेसम्म अब नभ्याउन्जेलसम्म बजेको त फिक्स नै छैन हाम्रो त यस्तो राम्रो टोललाई फोहोर गरेर फोहोर नबनाम यो फुल ढरेर बाटोमा आएछ के ल के छ हाल खबर हेलो नानी हेलो बुहारी नानी ल यता सफा गरौँ है कागज नदेखाउँ है बाटोतिर प्रत्येक हप्ता शनिबार बिहान 7 बजे है घरको एकजना निस्किने थाहा छैन होला भनेर भनिदिइहालेँ फेरि मैले चाहिँ यही ल यो प्लास्टिकहरू अलि धेरै दिएँ यो भण्डारी कम्प्लेक्स भण्डारी कम्प्लेक्स भएन है बाई बाई गाइज बाई बाई ल आजको दिन हाम्रो सक्यो है एकदम रमाइलो भयो अब अर्को हप्ता शनिबार फेरि यसै गरी भेट्ने बाचा सहित साथीहरूसँग बाई बाई रेनु ल सबैजनालाई बाई बाई